हाम्रोमा चाहिँ आज चिकनको कर्जी मर्जी पाक्नेवाला छ। यहाँनिर चाहिँ बनाउँदैछ, पानीमा खोर्सिँदैछ हो। यो चाहिँ मेरो लन्च बोक्ने टिफिन हो। तपाईँ हाम्रो कलेजको कन्भोकेसन पाकिसकेको छ हो। माम चलाउनु पर्छ अब। माम चाहिँ पाकिसकेको छ हो। दाल पनि पाकिसकेको छ। अब कुखुराको कर्जी मर्जी मेरो टिफिन पनि धोइ। चचेको मासु म त खाँदिनँ हो। चचेको मासु चाहिँ म खाँदिनँ हो होइन। खान्छ खाँदैन मैले भन त। खाँदैन खान्छौ खाँदैन बोल खाइदिएँ नि मैले खाएर भएको दामी रहेछ। अम्बो हेरे बुक्री भुत्ला हो कि ए होइन रहेछ भुत्ला। चचेको मासु रे दिस इज चोची दामी रहेछ। यो राम्रो धो है साथी हो। यो चाहिँ के हो भन्दा चाहिँ मलाई चाहिँ किडनी स्टोन भएको छ कि किडनीमा स्टोन भएको छ हो। अनि मैले अस्ति पनि यही के भन्छ यो के को दाल पो अरे यो दाल ए गत खाएर नै मेरो किडनीको स्टोन गएको थियो हो। अस्ति पनि फर्स्ट स्क्यान गर्दाखेरि चाहिँ 1.6 mm स्टोन थियो र म अपरेसन गर्नुपर्छ भन्दै थिएँ होइन। तर मैले पुरा यो गतको झोल खाएँ होइन। गत पकाएर खाएर चाहिँ गएको थियो। बादमा फेरि सिटी स्क्यान गर्दा चाहिँ थिएन, 5 mm मात्रै थियो होइन। फेरि नि मलाई चाहिँ रिफर्म भएको जस्तो लाग्यो होइन स्टोन किडनीमा। अनि दुख्दैछ ढाडहरू यतापट्टि साइड किडनीहरू। अनि फेरि पकाएर खानुको लागि चाहिँ मैले आज ल्याएको छु। यतिको चाहिँ 100 रुपिस अरे, महँगो रहेछ यतिको 100 रुपिस। दामी होमे गाइस हेर्नु यसमा चाहिँ पुरा बोसो रहेछ। गाइस हेर्नु यसमा चाहिँ पुरा बोसो रहेछ होइन। यो चाहिँ बोसो चाहिँ खाँदिनँ होइन, फ्याँकिदिन्छु। म चाहिँ बोसो चाहिँ त्यति साह्रो मन पर्दैन होइन। अब चाहिँ हाम्रोमा चाहिँ दुईवटा मासु पाक्दैछ। यहाँ राम्रो धुइनस् अरे ए राम्रो धुएछ मेरो छोरीले चाहिँ मासु। दुईवटा छोरीले मजाले पकाउनै मासु चाहिँ म यहाँ काटेको देख्छ। मलाई चाहिँ यस्तो भोक लागेको छ कि गाइस। मजाले दाल होइन, काँक्रा हो अन्त प्याज हो अन्त लसुनको हाम्रो घरमा चाहिँ फुल चाहिँ डेरी निम्ति यस्तो फुलेको छ हो। यस्तो फुलेको छ डेरी निम्ति। सबै के मान्छेले जोडेर फुल पनि केही हुनु दिँदिनँ। म चाहिँ उपर बोरा लिनुभएको हो। महिना भएको गाडी पनि यहीँ रहेछ साइकल। हाम्रोमा चाहिँ मैले अस्ति ला टिपी दिइहालेछ। कस्तो रिस उठ्छ हौ। एउटा यहाँ फुलिरहेको थियो कि मजाको टिपी दिइहालेछ हौ सयपत्री फुल। यस्तो रिस उठ्छ। कस्तो दामी फुलिरहेको थियो कि यहाँनिर एउटा फुलिरहेको थियो नि त हो। कस्तो दामी फुलिरहेको थियो यहाँनिर एउटा टिप दिइहालेछ हौ। योभन्दा दामी फुलिरहेको थियो। यस्तो रिस उठ्छ। गमलामा रोपेको फुलहरू नि कस्तो टिप्छ हौ मान्छेहरू। यस्तो रिस उठ्छ फुल टिपिदियो नाकल दुःख गरेर रोपेको। अस्ति यो पनि डल्लै टिप्दिएर यहाँ हेर्नु दामी फुल्दै सबै टिपिदिएर। यस्तो रिस उठ्छ। के रोप्नु अब गमलामा रोपेको फुलहरू चाहिँ टिपिदिन्छ। के रोप्नु हो फुल पनि तेल हाल्यो अलिक ठुलो पानी ग्यास के गरेको ए होला त्यसको त भन्नु भनेर तेल हाल्नु ए तेल लगाउँदैछु हो। अब तेल खान सक्यो होइन गाइस। यहाँ मेथी हाल्नुपर्छ कम्ती। अजवाइन हाल्नुपर्छ हो। अजवाइन हाल्नुपर्छ त्यहाँबाट प्याज हाल्नुपर्छ। रातो पारेर खानुपर्छ। आमा चाहिँ भयो अदुवा र उयो राखेको मैले आज गएँ मैले यो हल्दी मैले घरमै बनाएको घरमै कुटेर बनाएको ओ रेड नै हो नि युवाको बात छैन भन्यो तपाईँहरूलाई काटिसकेपछि देखाउँछु ल गाइस। Anak gue, sekarang jadi tak, anak gue tahu. Langsung kita bawa tolong
Thank you so much. Oh, I'm just about to master it. You can master it. You can master it. 남는 거죠. 나 가되나? 아, 물어봐서 맛있다.